हेलो साथीहरु, दर्शन नमस्ते साथीहरु। अब फागुन 21 गते हजुरहरूले मतदान गर्न जाँदै हुनुहुन्छ भने कसरी मतदान गर्ने भन्ने कुरा हजुरहरूलाई म सिकाउने छु। हजुरहरू अलिक धैर्यपूर्वक सुनिदिनु होला। सायद भिडियो लामो हुन सक्छ, अन्तिमसम्म हेरिदिनु होला। ल, भिडियोलाई मन परे लाइक शेयर कमेन्ट पनि गर्नु होला है त। तपाईहरुलाई अब मतदान केन्द्रमा गइसकेपछि तपाईले यस्तो पाइन्छ है। यो रातोमा पाइन्छ एउटा प्रत्यक्ष उम्मेदवारको लागि, अनि अर्को पाइन्छ तपाईको दुई ठाउँ, यो पाइन्छ सामान्य पार्टीको लागि। यसमा भोट कसरी लगाउने, तपाईले दिएको भोट चाहिँ बदर नहोस्, खेर नजाओस्, यसलाई कसरी हाल्ने त, कसरी स्वस्तिक छाप लगाउने भन्ने कुरा म हजुरहरूलाई देखाउने छु। हजुरहरू धैर्यतापूर्वक हेरिदिनु होला है त। चिन्ह भएको यस्तो पेपर पाइन्छ। तपाईले अब यहाँ सबै पार्टीहरूको चुनाव चिन्ह देखिन्छ। अब कुन चिजमा तपाईले भोट हाल्नुहुन्छ, कुन पार्टीलाई मन पर्नुहुन्छ, अब जसलाई नि हाल्नु, सक्षम मान्छेलाई चुनेर, राम्रो पार्टीलाई चुनेर भोट हाल्नु होला। यसचोटि सबसे पहिला अब कहाँ हाल्ने त, मान लो तपाईले माटोमा अन्जुली भएको माटोमा, अन्जुलीमा भएको माटोमा भोट हाल्ने हो भने यो माटो छ नि, यसको मुनिसँग तपाईले यो पेपर यस्तो गरे यसरी फोल्ड गर्नु होला। यसरी टक्क यसरी फोल्ड गर्नुहोस्। अनि यहाँ तपाईको स्वस्तिक छाप हुन्छ, यो स्वस्तिक छाप लिनुहोस्। यहाँनिर टक्क यसरी छाप लगाउनु, तल माथि नछुने गरेर, अनि यसलाई यसरी फोल्ड गरिदिनु होला। यसरी फोल्ड गरिदिनुहोस् अनि बाकसमा तपाईको मोट यसरी हालिदिनु होला है। यसरी हालिदिनु भयो भने तपाईको यो चिन्ह कहीँ अरूलाई डिस्टर्ब हुँदैन, तपाईको सुरक्षित मतदान हुन्छ। तपाईको जसलाई पनि जिताउन चाहनुहुन्छ त्यसकोमा तपाईको मत बदर नभइकन जान्छ। मान लो अर्को पनि सेम, यो सामान्य पार्टीको नि यस्तै पाइन्छ, त्यसलाई नै सेम त्यही गरेर तपाईले जुन चिन्हमा तपाईले भोट हाल्ने त्यहाँ त्यसको मुनिसँग यसरी फोल्ड गरिदिनु होला। यसरी फोल्ड गरिदिनुहोस्, टक्क स्वस्तिक छाप लिनुहोस्। अब कहाँ हाल्न चाहनुहुन्छ त्यहाँ तपाईले एउटामा, धेरै हैन, एकै जग्गामा मात्रै एउटा चिन्ह लगाउनुहोस्, अनि यसरी फोल्ड